हेलो एन्ड नमस्कार हजुरलाई स्वागत छ दि ईश्वर मन्त्रको आजको यो भिडियोमा। अब इलेक्सन पछि के होला त नेप्सेमा भनेर जान्ने कोसिस गरौँ है त। सिम्पली अहिलेको अवस्थामा नेप्से टोटल्ली इन्सिडेन्स बायस्ड भएको छ। अब इलेक्सन र इलेक्सन पछिको अवस्था अनुसार नै नेप्सेको फ्युचर पनि डिसाइड हुनेवाला छ। इलेक्सन राम्रोसँग सम्पन्न भयो भने अब अभियसली पनि मार्केट केही न केही रूपमा राम्रो एउटा अप स्विङ चाहिँ दिन सक्छ र त्यसपछि पनि यदि एउटा राम्रो सरकार गठन हुन सक्यो भने चाहिँ त्यो अवस्थामा चाहिँ झन् एउटा राम्रो बिग र्याली चाहिँ दिन सक्छ जुन चाहिँ लास्टको हाईभन्दा पनि माथि हुन सक्ने पोटेन्सियल धेरै छ र त्यो नभएर मात्रै एउटा इलेक्सन पनि राम्रोसँग हुन सक्यो भने जुन अहिलेको अवस्था छ एउटा जनताको जनादेश नभएको अवस्थामा चाहिँ एटलिस्ट इलेक्सनसम्म राम्रोसँग भयो भने त्यसपछि चाहिँ केही न केही हदसम्म एउटा सानो राइज दिने त्यसपछि बरु फेरि ड्रप भयो भने एटलिस्ट इलेक्सन भयो भने एउटा राम्रो स्विङ जान सक्छ तर इफ इलेक्सन भएन भने चाहिँ मार्केटमा अपस्विङ चाहिँ हामीले त्यति एक्सपेक्ट गर्न चाहिँ त्यति सक्दैनौँ र मार्केट धेरै बढिसकेको अवस्थामा पनि होइन र केही समय अगाडि जेनजी आन्दोलनमा त्यस्तो अवस्थामा पनि मार्केट जम्मा यही 2460 2450को रेन्जमा मात्रै आयो भनेपछि फेरि इलेक्सन पोस्टपोन हुने त्यस्तो सिनारियो आयो भने पनि धेरै झर्ने चाहिँ होइन हुन त म्याक्सिमम चान्सेस इलेक्सन हुने नै छ त्यो स्लाइड कुनै अब 0.0001-2% हो होइन म्याक्सिमम पोटेन्सियल चाहिँ इलेक्सन हुने नै छ र इलेक्सन नहुने सिनारियो आइहाल्यो भने पनि त्यस्तो मार्केटमा धेरै नै फल नहुन चाहिँ सक्छ हुने सम्भावना कम छ होइन यस्तो पुरै केही न केही सरकार बिग्रिने भएको अवस्थामा त त्यस्तो ठुलो फल आएन भने यहाँबाट यदि इलेक्सन हुन सकेन भने चाहिँ त्यस्तो ठुलो पनि फल चाहिँ नहुन पनि सक्छ तर अभियसली एउटा के हो त भन्दा चाहिँ मार्केट साइडवेज चाहिँ रहन्छ त्यसपछि चाहिँ मार्केट साइडवेज नै बस्ने कुनै पनि स्टक चले पनि त्यस्तो मेजर स्विङ चाहिँ नहुन सक्छ तर त्यसको पोटेन्सियल धेरै नै कम छ म्याक्सिमम प्रोबेबिलिटी चाहिँ मार्केट यहाँबाट केही न केही हदसम्म बढ्छ इलेक्सन भयो भने केही सानो राइज देला फेरि डाउन आउला त्यसपछि नीति नियम धेरै कुराले इम्प्याक्ट गर्ला तर राम्रो सरकार गठन भयो भने चाहिँ एउटा राम्रो हाम्रो लास्ट हाई जुन 3200 को हाई छ त्यसलाई नै तोडेर जाने एउटा सिनेरियो चाहिँ देख्न सक्छौँ र त्यो सँगसँगै अहिले टेक्निकल प्यारामिटरबाट भन्ने हो भने चाहिँ एउटा राम्रो स्विङ दिइसकेपछि एउटा डाउन ट्रेन्ड आइरहेको छ र केही समय अगाडि यो सार्प फल पछि यो सानो सार्प फल जहाँ चाहिँ धेरैले अब होइन नि त इलेक्सनमा के होला होइन त्यो रिस्कलाई नलिउँ त्यति बेला चाहिँ आफ्नो हातमा क्यास राखेर बसौँ भन्ने टाइपले धेरैले क्यास आउट गरे जस्तो देखिन्छ यो दुईटा क्यान्डलमा र त्यही भयो र त्यसपछि फेरि अब चाहिँ अब बेच्नेलाई पनि धेरै घटिसक्यो भन्नुभयो अब किन्नेलाई पनि ठिकै छ नि त अलि पछि अब इलेक्सन पछि नै किन होला भन्ने हिसाबले भोल्युमको पनि अलिक धेरै ड्राइनेस देखिएको छ र यहाँबाट चाहिँ इलेक्सनभन्दा अगाडि अब हुन त दुईटा ट्रेडिङ डे मात्रै पाइन्छ त्यति ठुलो अब क्यान्डल बन्ने चाहिँ एक्सपेक्ट अलि गर्न सकिँदैन यही नै रेन्जमा मार्केट बस्नेवाला छ र भोल्युम चाहिँ यो कम आउनु चाहिँ स्वाभाविक नै हो यो अवस्थामा अब किनकि सेलरले पनि अब के सेल गर्नु भन्छ र बायरले पनि अब होइन इलेक्सनलाई नै कुरौँ भन्ने चाहिँ हुन्छ जसले गर्दाखेरि चाहिँ भोल्युमको इङ्गेजमेन्ट धेरै कम छ र यहाँ चाहिँ अलि एक्सपेक्ट भन्दा अलिक बढी चाहिँ मार्केट फल भएको यो ठाउँमा चाहिँ अलि यति एक्सपेक्टेड चाहिँ अभियसली थिएन यो साइडवेज पछि चाहिँ थोरै झर्ला तर यति धेरै नै फल आउला होइन 2600लाई नै लगभग टच गर्ला भन्ने एक्सपेक्टेड चाहिँ थिएन तर त्यहाँसम्म आयो मार्केट र त्यसपछि अहिले त्यहाँबाट फेरि फर्किन खोजेको छ अब दुईटा ट्रेडिङ डेमा मार्केट अब यही नै बस्नेवाला छ यही रेन्जमै बस्छ होला अब त्यति ठुलो फल पनि अब फेरि अब यो 2-4 दिनमा ठुलै केही इन्सिडेन्ट्स भइहाल्यो होइन कतै आन्दोलन नै हुने जस्तो अवस्था त्यस्तो नेगेटिभ नै सिनारियो भयो भने एउटा फेरि प्यानिकनेस क्रिएट हुन सक्छ यहाँबाट केही होइन तर नर्मल सिनारियोमा चाहिँ अब चुनाव अगाडिका दुईटा ट्रेडिङ डेमा यही नै साइडवेज चाहिँ रहन सक्छ मार्केट र त्यसपछिको सिनारियोको एनालाइसिस भइसक्यो सिम्पली अहिले धेरै टेक्निकल प्यारामिटर भन्दा पनि इलेक्सन पछि नै के हुन्छ भन्ने छ इलेक्सन भयो भने चाहिँ एउटा केही न केही हदसम्म सानो स्विङ आउने र इलेक्सन भएन भने चाहिँ केही अब ड्रप हुने र साइडवेज मार्केट बस्ने दुईटा सिनारियो छ र राम्रो सरकार गठन भयो भने त अब एउटा र्याली नै हान्न पनि सक्छ नेप्सेले लास्ट हाईलाई बिट गर्ने किसिमले र अहिलेको अवस्थामा के गर्न सकिन्छ भन्दा चाहिँ सिम्पली तपाईँको लागि अहिले बेस्ट भनेको चाहिँ राम्रो भ्यालु इन्भेस्टिङ टाइपले राम्रो प्राइसमा आएको स्टकहरू
मेन हाइड्रो पावरमा चाहिँ धेरै चाम चाहिँ देखिएको छ, जुन हामीले देखियो भने होइन लास्ट यो स्विङहरूमा हाइड्रो पावरमा राम्रो एउटा राइज यहाँ पनि देखियो, यसपछिको यहाँ पनि देखियो होइन। लो प्राइस भएका स्टकहरू राम्रोसँग मुभ भए, हाइक्याप पनि केही चल्न खोजेका थिए होइन। सो अब आउने स्विङमा पनि मार्केट बढिहाल्यो भने हाइड्रोमै एउटा राम्रो राइज चाहिँ आउनसक्छ भन्ने देखिन्छ होइन। त्यस्तै तपाईँले राम्रो प्राइसमा भएका स्टकहरू होइन, राम्रो भ्यालु प्रोभाइड गर्ने स्टकहरूलाई चाहिँ तपाईँले सिलेक्ट गर्न चाहिँ सक्नुहुन्छ होइन। सो र अहिलेको अवस्थामा के गर्दा बेस्ट हुन्छ भन्दा चाहिँ त्यस्ता स्टकमा पार्टिसिपेट गर्ने, तर कति त भन्दा चाहिँ 50%। तपाईँको अहिलेको अवस्थामा 50% राम्रो स्टकहरूमा मार्केटमा इन्जेक्ट भएर बस्ने होइन, र 50% चाहिँ के त भन्दाखेरि चाहिँ क्यासमा बस्ने, किनकि के थाहा इलेक्सनमा के हुन्छ भन्ने थाहा छैन होइन। यो दुईवटा गर्नुभयो भने चाहिँ यो स्ट्राटेजी अनुसार चल्नुभयो भने चाहिँ अहिलेको अवस्थामा धेरै राम्रो, 50% क्यास र 50% स्टक, र स्टक पनि धेरै बढिसकेको स्टक होइन कि अलि राम्रै नेप्सेलाई रेप्लिकेट गर्ने राम्रो फन्डामेन्टल भएका स्टकहरूलाई होइन। अब ब्याङ्कको त अब तपाईँको इन्भेस्टमेन्ट पर्पज भयो, नत्र पनि हाइड्रोका त्यस्तै मिड क्याप स्टकहरू होइन, फाइनेन्सका राम्रो स्टकहरू, त्यस्तै स्टकलाई चाहिँ पक्रेर बस्नुभयो भने चाहिँ अब यदि मार्केट घटिहाल्यो भने पनि ठिक छ, 50% इन्जेक्ट भएको अब त्यस्तै नराम्रै माहौल भए एक्जिट होला केही लसमा, नत्र भने यदि मार्केटको सिनारियो राम्रै भइहाल्यो भने चाहिँ 50% बाँकी छ, त्यो 1-2% माथि इन्जेक्ट गरौँला होइन। यदि ऱ्यापिड मुभ माथि गयो भने पनि 50% जुन किनेको छ त्यसले काम गर्छ, डाउन आयो भने पनि 50% क्यास हुन्छ, त्यसले के त्यति धेरै इम्प्याक्ट गर्दैन। सो अहिलेको सिनारियोमा चाहिँ 50% क्यास र 50% सेयर लिएर बस्नु चाहिँ धेरै राम्रो हुन्छ। अब इलेक्सन नजिक छ होइन, इलेक्सनमा चाहिँ राम्रोसँग सोच विचार गरेर आफ्नो फ्युचरलाई पनि हेरेर होइन राम्रो डिसिजन चाहिँ लिनु होला। भोट हाल्ने क्रममा आफ्नो भविष्यलाई सोचेर होइन त्यो भोट हाल्नु होला होइन। तपाईँ स्टक मार्केटमा हुनुहुन्छ भने त्यही टाइपको कस्तो कुन सरकारले राम्रो गर्न सक्छ त्यो हेरेर र आफ्नो भविष्य, आफ्नो फ्युचरको भविष्य र नेक्स्ट जेनेरेसनलाई धेरै हिसाबले सोचेर राम्रोसँग भावनात्मक हिसाबले भन्दा पनि राम्रोसँग विचार गरेर चाहिँ भोट दिनु होला। र निप्सेको त भइहाल्यो, अभियसली अहिले थोरै इन्सिडेन्स बेस्ड बढी भएको छ। सो यसलाई टेक्निकल प्यारामिटर भन्दा पनि हल्का इन्सिडेन्स र यो इलेक्सन वाइज चाहिँ बढी हेर्नुहोस्। र मेन अहिले स्टक मार्केट भन्दा पनि देशको यो परिस्थिति धेरै इम्पोर्टेन्ट छ। सो अहिले भोट चाहिँ राम्रो हिसाबले सोच विचार गरेर हाल्नु होला। सो अन्तिमसम्म भिडियो हेर्नु भएकोमा धन्यवाद।